के भइरहेछ यहाँ? के भइरहेको छ भन्ने कुरा तपाईको महिला सोध्नुस्। हेर्नुस् यहाँ, भाइकी बहिनीले मेरी बहिनीलाई कुन हालतमा पुर्याइदिएको छ। यसरी मेरी बहिनीलाई बाँधेर राखेर तपाईकी बहिनीले मिठो मिठो खाँदै देखाइ खाँदै मुखमा जे आए बोलिरहेको थिए। होइन तपाईँहरूको घरमा छोरी मान्छेलाई असल संस्कार दिनुपर्छ भन्ने चलनै छैन क्या हो? मेरो बहिनी तिमीलाई कति गाह्रो भयो होला नि। जय साहब, यो सब के देखिरहनु परेको छ मैले? तपाईकी बहिनीले मेरी बहिनीलाई कहिले पनि राम्रो व्यवहार गरेको देखिनँ मैले। गाउँमा जाँदाखेरि पनि तपाईकी आमाले मेरी बहिनीलाई कहिल्यै पनि राम्रो व्यवहार नगर्ने, जहिले भुत ल्याउने सताउने मात्रै देख्छु। अनि यहाँ आउँदाखेरि पनि तपाईकी बहिनीले मेरी बहिनीलाई यो हातमा पुर्याएको देख्छु। के यही बिजोग देख्नको लागि हामीले हाम्रो मुटुको टुक्रा हामीले मुन्टीलाई यो घरमा बिहे गरिदिएको हो? एप्नुको पनि सीमा हुन्छ के? सीमा हुन्छ। गरिब भनेर यतिसम्म हेर्ने तिमीहरूले? अब त अति भयो कि अति भयो, अब त सहिँदैन। चुप लाग त। मागेर खाने ढुकेर खानेको सन्तान भएर हाम्रो घरमा आएर ठुल्ठुलो कुरा गर्नु तँलाई अलिकति पनि लाज लाग्दैन? अझ हाम्रो घरको छोरी चेलीको संस्कारको बारेमा कुरा गर्दो रहेछ। तैँले तेरो बहिनीलाई तेरो घरमा संस्कार सिकाएर पठाएछिस्। तैँले तेरो बहिनीलाई संस्कार सिकाएर पठाएको भएदेखि यो सब हुने नै थिएन। यहाँ जे भइरहेछ सब तेरो बहिनीको कारण भइरहेछ। चुप लाग, बाहिर जा त। दाइ, तपाईँ पनि मलाई यस्तो भन्नुहुन्छ? तपाईँलाई सबै कुरा थाहा छैन र? भुन्डीले मेरो जीवनमा के कस्तो घटना घटाए त्यो त सबै थाहा पाइसक्नु भएको छ त। थाहा पाएको छु, तर सत्य कुरा के हो भने प्रमाणित भइसकेको छैन। अर्काको मुखबाट सुनेको भरमा आफ्नै भाउजूलाई यसरी दुर्व्यवहार गरेर तैँले ठिक गरिस् भूमिका। अनि भूपेन्द्र, भूमिकाले भुन्डीलाई राम्रो सोध्दिन, मन पराउँदिन भन्ने कुरा तँलाई राम्रोसँग थाहा थियो। अनि यिनीहरूलाई सँगै राखेर त मलाई लिन्छ किन आएको नि? तिमीलाई पठाइदिएको भए पनि हुन्थ्यो। मैले के तँ आउनुपर्छ भनेको थिएँ र? मलाई के थाहा त दाइ यस्तो हुन्छ भनेर। अब भीम यहाँ घरमा छँदैछ, त्यस्तो नकारात्मक केही नहोला भन्ठाने। ओए भूमिका, त किन जान्ने भएको? सबै प्रमाण नजुटेसम्म तैँले भाउजूलाई केही पनि नभन केही पनि नगर भनेर मैले भनेको हो किन? अब दरिलो प्रमाण भेटिसकेपछि त म आफै सजाय दिलाउँछु भनेर भनेकै छु त किन जान्ने भएर भाउजू त्यसरी बाजा किन हुनु नि दाइ? तपाईँ हिँड्ने बित्तिकै म हस्पिटल जान्छु, मलाई हस्पिटलबाट किन घरमा ल्याएको, मेरी आमा हस्पिटलमा एक्लै हुनुहुन्छ, म जानु पर्यो पुर्याइदियो भनेर बौलाउन थालेपछि बाँधेकी भूमिकाले। आहा, कति राम्रो काम गर्नुभएको छ। हुन त अब विचार पुर्याउने मान्छेले नै विचार नपुर्याएपछि तपाईँहरू जस्तालाई भन्न त के सौला र? जय साहब, आमा बिरामी भएर त्यस्तो अवस्थामा ल्याएको देखिसके पछाडि त कमसेकम आमा छोरीले भेट गरून्, आमासँगै भुन्डी बसोस् भन्ने इच्छालाई भयो भने भुन्डीलाई हस्पिटलमै छोडिदिनु पर्दैन? डाक्टरले निकै भएको छैन नलैजानु भनेर भन्दै जबरजस्ती लिएर आउनुभएछ भने के गर्नु खोज्नु भएको हो तपाईँले? के जिन्दगीभरि यसै गरी तडपाएर मार्ने विचार छ मेरी बहिनीलाई? कहिले कति न माया गरेको जस्तो गर्नुहुन्छ, माफ मागिहरू सुध्रेको जस्तो गर्नुहुन्छ, अनि फेरि केही समयपछि उस्तै व्यवहार देख्न थाल्नुहुन्छ। हेर्नुहोस् नय साहब, यदि तपाईँको यस्तै व्यवहार रहिरहने हो भने नि म मेरी बहिनीलाई यो घरमा कुनै पनि हालतमा राख्दिनँ। लैजा न त लैजा, हैसियत छ भने तेरो बहिनीलाई तेरै घरमा लगेर राख। खुब फुर्ती लाउँदो रहेछ, लगेर एक छाक खाना खुवाउन सक्ने हैसियत चाहिँ छैन, अनि कुरा भने ठुल्ठुलो गर्दो रहेछ मेरो दाइको अगाडि। तेरो बहिनीलाई तैँले लगिस् भने हाम्रो परिवारलाई मेरो दाइलाई ठुलै फरक पर्छ जस्तो लाग्छ क्या हो तँलाई? तेरो बहिनी तैँले लानु भनेको कुच्चोले बढाल्नु पर्ने कसिङ्गार हावाले उडाएर लानु जस्तै हो हाम्रो लागि। आफ्नो घर परिवारको इज्जतको ख्याल नराख्ने, नन्दको बदनाम गराउनलाई हदैसम्म गिर्न सक्ने यस्तै पापिनी भाउजू हाम्रा पनि चाहिएको छैन। लगिहाल। तैँले बढी नै बोलिस्। तैँले बिहे गरेर यो घरमा भित्राएको होस् लगिहाल भन्नलाई तेरो अधिकार छ। मैले अघि नै भनिसकेको छु, भुन्टीले नै यो गल्ती गरेको हो भन्ने कुरा प्रमाणित भइसकेको छैन। त्यसैले भुन्टीलाई अनेक आरोप लगाउनुभन्दा अगाडि हामीले धेरै पटक सोच्नुपर्छ। अनि भूपेन्द्रले पनि भनेकै रहेछ, यदि भुन्टीको गल्ती देखियो भने जे सजाय दिलाउनुपर्छ म दिलाउँछु भनेर। यति भन्दा भन्दै तँलाई किन जाने पऱ्यो फिर्पर? भाउजूको माइती परिवारसँग बोल्ने तरिका यही हो तेरो? अनि यसले पनि कस्तो बोल्दैछ त्यो पनि विचार गर्नु न दाइ। भूमिका, बस दाइसँग मुखमै लाग्छस्? दाइले जा भन्छ कुर्क जा न, जा कोठामा जा भन्छु अहिले। दाइ तपाईँ एकछिन यता आउनुहोस् त, तपाईँसँग सानो कुरा हुन्छ। एकछिन आराम गर्दै गर ल, के कुरा गर्न खोज्दै हुन्छ जय साहबले, म घर आउँछु। भाइ आमालाई कस्तो? आमाको चिन्ता नगर न बहिनी,
नि आमाको चिन्ता नगर, उपचार हुँदैछ, राम्रो छ, चिन्ता नगर, तिमी आएर गर्नुहोस् है, म आइहाल्छु। दाइ, अब तपाईँ आइहाल्नु भयो। अब भुन्टीलाई एकपटक सम्झाउनु पर्ला। खालि जिद्दी मात्रै गर्छ, एकोर आफ्नै मात्रै कुरा राख्छ। अब हुन त तपाईँलाई हस्पिटलले भुन्टीलाई नलानु भन्दा पनि मैले लिएर आएँ, त्यो कुरामा रिस उठिरहेको होला। तर भुन्टीलाई केही पनि भएको छैन के दाइ। त्यही भएर केही नभएको मान्छेलाई किन हस्पिटल राख्नु भनेर मैले राखेको। अब हजुरले यो कुरामा चाहिँ चित्त नदुखाउनु होला। बरु एकपटक हजुरले आफ्नो बहिनीलाई राम्रोसँग सम्झाइदिनु होला। ए भनेपछि बहिनीलाई केही भएको छैन? छैन, केही भएको भए त म हस्पिटलमा राखिहाल्थेँ नि। अनि केही नभएको मान्छेलाई हस्पिटल चाहिँ किन लानु भएको थियो त? अब किन हुनु नि दाइ, यो घरमा सधैँ नौटङ्की हुन्छ। नौटङ्की सुरु भएको पनि भुन्टी भित्रैदेखि नै हो। पहिला सबै राम्रै थियो, कोही पढ्थे, कोही काम गर्थे, सबै राम्रै चलिरहेको थियो। तर जब मैले भुन्टीलाई बिहे गरेर ल्याएँ नि, त्यसपछि कसैको कसैसँग कुरै मिलिरहेको छैन। घरमा कसैले उसलाई मनै पराउँदैन। अब मलाई चाहिँ फेरि भुन्टी त्यस्तो छ जस्तो लाग्दैन। अब अहिले फेरि उसको व्यवहार हेर्दा चाहिँ मलाई कता कता शङ्का लागिरहेको छ। शङ्का? कस्तो शङ्का? मेरी बहिनी भूमिकामाथि एउटा नराम्रो घटना घट्यो र त्यो घटना घटाउनमा भुन्टीकै हात छ भन्ने सबैतिर हल्ला छ। त्यो घटनासँग सम्बन्धित व्यक्ति तपाईँकै गाउँको जमिनदारको छोरो रहेछ। अब पहिला पहिला गाउँमा बस्दा मेरी आमा र मेरी बहिनीले भुन्टीमाथि नराम्रो व्यवहार गरे। अब एकै ठाउँ बसेपछि कहिलेकाहीँ त्यस्तो हुनु त स्वाभाविकै हो। तर त्यही कुरालाई मनमा राखेर भुन्टीले अहिले आएर त्यो केटालाई भूमिकासँग प्रेमको नाटक गर्न लगाई भूमिकामाथि बलात्कारको घटना समेत घट्यो। र यो सब हुनुमा भुन्टीकै हात छ भन्ने शङ्का छ। टोलका कतिपय मान्छेहरूले भुन्टीकै मुखबाट यो सुनेका हौँ भनेर भनिरहेका छन्। जुन केटाले भूमिकामाथि बलात्कार गरे नि त, स्वयं त्यो केटाले भुन्टीले नै मलाई हराएको, नभए त हेर्नुहोस् यहाँ मोबाइलमा मसँग राति राति भुन्टीले कुरा गरेको छ भनेर प्रमाण समेत देखायो है। अब सत्य कुरा के हो, चौकी जाउँ त्यहाँ गएर क्लियर हो भन्दाखेरि भुन्टी जानै मान्दैन। बल्ल तल्ल उसलाई कर गरेर लिएर गएको थियौँ, बिचबाट फर्केर आएर यहाँ घरमा बेहोस भएको नाटक गरेँ। अनि त्यसपछि बल्ल मैले हस्पिटल लिएर गएको दाइ। अब अहिले उसको अवस्था त्यस्तो छ, उसलाई केही भएको छैन क्या दाइ। अब भुन्टीले त्यस्तो व्यवहार गरिसकेपछि मेरो बहिनीले पनि त रिस गर्नु स्वाभाविकै हो नि, होइन र दाइ? त्यसैले मेरी बहिनीले तपाईँको बहिनीमाथि त्यस्तो व्यवहार गर्यो भनेर चित्त नदुखाउनु होला। बरु तपाईँले नै घटनाको सत्य तथ्य के हो चाँडो पत्ता लगाइदिए भनेर तपाईँको बहिनीलाई भन्नु होला। र अर्को कुरा, तपाईँले आफ्नो बहिनीलाई त्यसरी जिद्दी नहो, छुच्चीपन नगर, सबैलाई माया गर, सम्मान गर, घरमा सबै परिवारलाई मिलाएर राख्न सक्नुपर्छ भनेर सम्झाएर गइदिनु होला। सक्यो तपाईँको भाषण? कति सजिलो छ है सम्झाएर जानु भन्नलाई। मैले सम्झाएर जानुभन्दा अगाडि तपाईँले चाहिँ आफ्नो बुढी कस्ती छ भनेर राम्रोसँग सम्झिनुहोस्। तपाईँहरूले मेरी बहिनीलाई आरोप लगाउन बाहेक अरू केही जान्नुभएको छ? तपाईँकी आमाले भर्याङमा तेल खन्याई मेरी बहिनीलाई लडाउँछन्, अनि मेरी बहिनीको पेटभित्र हुर्किरहेको बच्चाको पेटभित्रै अन्त्य हुन्छ। अनि तपाईँहरू सारा दोष चाहिँ हिँड्ने ढङ्ग नभएको कारणले गर्दा आफै बच्चा मारी भनेर मेरै बहिनीलाई लाउनुहुन्छ होइन? अब अहिले तपाईँकी त्यो उत्ताउली बहिनीको बलात्कार हुन्छ, अनि आरोप चाहिँ मेरै बहिनीले केटा लगाएर बलात्कार गर्न लगाएको हो भनेर उही माथि लाग्छ। अनि के मेरी बहिनी चाहिँ तपाईँहरूको यो घरमा के नराम्रो घटना घट्छ त्यसकै आरोप झेल्नलाई, तपाईँहरूबाट सजाय पाउनलाई, नराम्रो व्यवहार भोग्नलाई तपाईँहरूको घरमा भित्रिक्यौँ?
म मेरी बहिनीलाई सम्झाउँदिनँ, किनकि मलाई राम्रोसँग थाहा छ उसलाई कसैले सम्झाइराख्नै पर्दैन। मेरी बहिनी समझदार छ, उसलाई कोसँग कसरी बोल्नुपर्छ, कस्तो व्यवहार गर्नुपर्छ राम्रोसँग थाहा छ। र म ढुक्क छु जुन शङ्का तपाईँहरूले मेरी बहिनीमाथि गरिराख्नु भएको छ त्यस्तो पाप काममा मेरी बहिनी कुनै पनि हालतमा सामेल हुन सक्दैन। यो सब तपाईँहरूको मेरी बहिनीलाई दुःख दिने योजना हो। के नचाहिँदो कुरा गर्दै हुनुहुन्छ है तपाईँ? आफ्नै बुढीलाई दुःख दिनु, आफ्नो त्यस्तो चलिरहेको बिजनेसलाई चौपट पारेर यही केसमा अल्झिरहनु, के त्यो चाहिँ मेरो रहर हो? होइन नि, मलाई पनि त कति धेरै तनाव छ। तपाईँ एकपल्ट मेरो ठाउँमा बसेर सोच्नुहोस् त। हुन त मेरो ठाउँमा बसेर सोच्ने सक्ने हैसियत हुनु पऱ्यो नि। हैसियत नमिलेसँग सम्बन्ध जोडेपछि यस्तै हुन्छ। उपेन्द्र के बोल्दैछ स त? दाइसँग राम्रोसँग सरसल्लाह गर्ला, भाइहरूको बिचमा के बोल्नु भनेर म बाहिर बसेको, तैँले त मलाई बोल्न बाध्य गराइस्। जेठानसँग बोल्ने तरिका यही हो तेरो? दाइ, उहाँले पनि के बोल्दै हुनुहुन्छ भन्ने कुरा तपाईँले सबै सुन्नुभयो होला नि। अब बहिनीको कारणले गर्दाखेरि यति धेरै तनाव भइरहेको छ। यदि भुन्टीको केही गल्ती थिएन भने उसले पनि त्यो कुरा क्लियर गर्थ्यो होला नि त। हेर्नुहोस् दाइ, कहीँ न कहीँ भुन्टीको गल्ती पनि पक्कै छ। मैले उसको गल्ती अनुसार सजाय दिलाएकै छैन। उहाँ भने चाहिँ मेरी बहिनी जतिको राम्रो कोही पनि छैन, मेरी बहिनीले बोलेको सबै कुरा सही छ, तपाईँको परिवारले दोषी हो भनेर ठुल्ठुलो कुरा गर्नुहुन्छ। अब हैसियत मिलेको भए यही कुरा मेरो ठाउँमा बसेर सोच्न सक्नुहुन्थ्यो होला नि त। यही कुरा भन्न खोजेको। ए बाबा, यही कुरालाई पनि अलिक फरक तरिकाले उहाँको चित्त नदुख्ने गरी बोल्न सकिँदैन। हैसियतसँग जोडेर बोल्नु पर्ने आवश्यकतै छैन। तेरो हैसियत कस्तो, उहाँको हैसियत कस्तो भन्ने कुरा तैँले भुन्डीसँग बिहे गर्नुभन्दा अगाडि नै थाहा थियो होला नि, कि थाहा थिएन? अब त्यो त थियो दाइ। अनि सबै कुरा थाहा पाइ त्यो कुरालाई स्वीकारेर बिहे गरिसकेपछि अहिले आएर तपाईँको हैसियत दियो, मेरो हैसियत दियो भन्न मिल्छ? उहाँ पनि तनावमा हुनुहुन्छ जस्तो छ, आमा पनि बिरामी हुनुहुन्छ अरे। उहाँलाई खुसी बनाएर पठाउने तेरो कर्तव्य हो। माफ माग उहाँसँग। कस्तो कुरा गर्नुभएको दाइ? मैले माफ नै माग्नुपर्ने गरी त्यस्तो के गल्ती गरेको छु? मैले गल्ती गर्दैछु भनेर थाहा पाएको भए तैँले यो गल्ती गर्दै गर्दैन दिस्ने बाबु। कहिलेकाहीँ मान्छेले म ठिक छु भन्दै पनि गल्ती हुन्छ। मान्छेले आफूले आफूलाई यति ठिक सोध्छ कि आफूले गल्ती गर्दै जाँदाखेरि पनि त्यही कुरा ठिक लाग्छ, तर अरूको एङ्गलबाट हेर्दाखेरि त्यही कुरा ठिक हुँदैन। तैँले भन्न त ठिकै भनेको थिइस् होला, दाइले सुन्दा ठिक सुन्नु भएन नि त। हो, त्यही भएर दाइसँग माफ मागिहाल्दा। सरी दाइ। प्लिज नरुनुहोस् न। अहिले मेरो भाइ तनावमा छ, त्यही भएर त्यसको मुखबाट त्यस्तो ओड निस्क्यो। फेरि सरी पनि त भनिसक्यो नि, माइन्ड नगर्नुहोस् है। अनि आमालाई कस्तो छ अहिले? अलिक गाह्रै परेर उपचारको लागि लिएर आएको थियौँ। उपचार हुँदैछ हजुर। आमाले बहिनीलाई हेर्न खोज्नु भएको थियो, तर बहिनीलाई डक्टरले नलानु भन्दा भन्दै पनि यहाँ लिएर आउनुभएछ। तपाईँको घरमा बुवाले बाहेक अरू कसैले पनि मेरी बहिनीलाई माया गर्दैनन्। अब त ज्वाइँ साहब सुध्रिनु भयो होला, बहिनीलाई माया गर्नुहुन्छ भन्ने कुरामा मलाई पुरा विश्वास थियो। तर ज्वाइँ साहबमा पहिलाको जस्तै घमण्ड पराइसकेछ। अब यस्तो भइसके पछाडि म मेरी बहिनीलाई यहाँ कसरी छोडौँ हजुर? हुन त अब तपाईँसँग मेरो पहिला चिन्जान पनि भएको होइन, कुराकानी पनि भएको होइन, तर हजुरको व्यवहार देख्दा बुवा जस्तै असल हुनुहुन्छ जस्तो लाग्यो मलाई। तर मुख्य ज्वाइँ साहब नै त्यस्तो भइसके पछाडि हजुरले बुवाले मेरो बहिनीलाई माया गरेर के गर्नु र हजुर? त्यसैले म एकचोटि बुवासँग कुरा गरेर मेरी बहिनीलाई लिएर जान्छु यहाँबाट म। प्लिज यस्तो कुरा नगर्नुहोस्। त्यसै पनि भूमिकाको कारणले गरेर बुवा आमा तनावमा हुनुहुन्छ। फेरि तपाईँले पनि यस्तो कुरा गर्नुभयो भने थप तनाव बढ्छ, प्रेसर बढ्छ। भुन्टीलाई लाने कुरै नगर्नुहोस्, म छु नि। फेरि भूपेन्द्रले पनि भुन्टीलाई धेरै माया गर्छ, अहिले तनावमा भएर मात्रै यस्तो भएको हो। त्यसैले तपाईँले चिन्तै नगर्नुहोस्। जुन दाइ बहिनीको घरमा आउँदाखेरि बुनलाई बाँधिएको अवस्थामा अनि अरू कसैले त्यो टन्न खाएर बुनलाई भोक भोकै राखेर गीत ज्याउँदै गरेको अवस्थामा देख्छ, त्यो दाइले चिन्ता नगरेर अरू कसले गर्छ त हजुर? हजुरहरूलाई भन्न धेरै सजिलो छ, तर म एउटा दाइ भएको नाताले यो सबै देख्न सुन्न धेरै गाह्रो छ हजुर।